आज छोरीको मतलाई बिगार्नको लागि थुप्रै शक्तिहरू लागि परिरहेको छोरीको मत टेकबहादुर साक्यले एक ढोलै लिएर जाने भयो जित पक्का भइसक्यो भन्ने अवस्थामा चाहिँ यहाँ ठुलो शक्तिहरू चलखेल गरिरहेको छ। हामीले तपाईँहरूलाई अनुरोध गर्ने यति नै हो, मैले उहाँहरूले 1 करोड ल्याएर फाल्यो भने म 1 करोड फाल्न म सक्दिनँ। उहाँले 50 लाख फाल्नु 50 लाख फाल्न सक्दैन। म तपाईँको माया विश्वास आशीर्वाद यति मात्रै हो। मैले पैसाले मत दिन सक्दैन। मैले तपाईँहरूको घरमा आएर म पैसा दिन्छु मलाई भोट दिनु भने म शब्द पनि दिँदैन, मेरो मनले पनि मान्दैन। तपाईँले यति गरिदिनुहोस्। यो अवसर हामीले हिजो हेरेकै हो। म पार्टीलाई त कसैलाई पनि गाली गलत गर्दिनँ। हामीले पक्षहरू पनि देखेकै छौँ। रमेश सिंहजी हामीले देखेको हिजो 35 वर्षदेखि गाली चिनेकै हो। जयप्रकाशजीले हामीले 35 वर्ष देखेकै हो, चिनेकै हो, उम्मेदवार हामी नै हो। त्यसैले म तपाईँहरूकै आफ्नै घरको आँगन जोगा